जङ्गलमा पनि यस्तो छैन नि कोही त सुकिसकेर हेर्नु छत्तर पत्तर भएको छ यस्तो सुक्यो जरा पानी कम भएर होला सुकेछ उता एरिया चाहिँ आन्दोलस एरिया भन्छ होइन राम्रो छ साथीहरू आउनुहोस् पार्कमा फ्रेस हावा आउँछ हिँडौँ ज्यान घटाउँ सिलिम भनौँ होला भन्ने चाहिँ लागेछ हेलो यो बाटो हो गरेर ठाउँ ठाउँमा फोहोर राख्ने ठाउँ त्यो चाहिँ बच्चाहरू खेल्ने ठाउँ त्यहाँ छ त्यो कुर्सी टक 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 बनाएर राखेको छ होइन थाक्यो भने रेस्ट गर्नु लागि थाक्यो भने रेस्ट गर्नुको लागि ठाउँ छ स्पेसल ठाउँ छ मासुको लागि ठाउँ पनि छ राम्रो छ त्यतातिर तर घाम छ होइन गर्मी छ गर्मी हुन्छ तातो छ यसो हिँड्नुलाई हल्का अलिकति गाह्रो पनि हुन्छ किनभने गरम छ नि त अहिले तातो छ पानीको टक 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 कुलर त राखेको छ तर त्यति छैन चिसो छैन तातो छ तर फ्रेस त्यति राम्रो पानी छैन पानी छ फेरि हुन्छ नि त कसैलाई त फेरि तातोले रिङ्गडो लगाएर ढल्छ नि त त्यस्तोको लागि राइट यस्तै हो जिन्दगी कहिले कहिले तल कहिले माथि तल माथि गइरहन्छ जिन्दगी होइन जिन्दगीमा यस्तै हो जिन्दगीमा जबसम्म आफूले गरिरहेको हुन्छ गरिन्छ कमाइन्छ त्यति बेला मात्रै आफ्नो हो होइन जब आफूले कमाउन छोड्नु